नमस्कार सर सबैजनालाई। अब नेपालमा अब चुनाव लगभग नजिकै आइराखेको छ र अब पार्टीहरूको अब चुनावी गतिविधि पनि बढ्दै गइराखेको छ होइन। अनि अब पार्टीहरू चुनावी गतिविधि बढ्दै जाँदाखेरि अब नेताहरू आफ्नो क्षेत्रमा अब पुगिरहेको स्थिति छ होइन। अब राजनीतिक गतिविधिहरू बढ्दै गएको स्थिति छ होइन। र अब यही राजनीतिक गतिविधि बढ्दै गरिरहेको स्थितिमा अब हामी जनता माथि नै एउटा ठुलो जिम्मेवारी आउँदैछ होइन। कि हामीले सही र सक्षम मान्छेलाई चाहिँ जिताएर पठाउँ, त्यो एउटा ठुलो जिम्मेवारी हो हामी जनतामाथि आउँदैछ होइन। र यसै प्रसङ्गमा हामी सुन्छौँ नि, यो सुन्दै आइरहेका छौँ होइन। यो अब मलाई एकचोटि मौका दिनुहोस् भन्दै आउँछन् क्या नेताहरू होइन। म यो देशलाई चाहिँ के अरे सिङ्गापुर, म स्विजरल्यान्ड बनाउँछौँ भन्दै आउँछन् अब नेताहरू। तपाईँका यो पुरानै त्यो चलन चल्ती हो, पुरानै चलन चल्तीको यो चाहिँ यो आश्वासन बाँड्ने एउटा शैली हो यो पुराना नेताहरूको होइन। हामीले सुनेकै छौँ, देखेका छौँ यो कुरो। अब यस्ता नेतृत्व जसले चाहिँ हिजो विभिन्न तपाईँको चाहिँ सरकारी पदमा बसिसकेका छन्, कोही कतिजना मन्त्री प्रधानमन्त्री भइसकेका छन् होइन। यस्ता खालका नेताहरू फेरि आज पनि अब त्यही अर्को एक मौका भन्दै जुन आउँछन् होइन, त्यस्ता नेतृत्वलाई चाहिँ हामीले सायद यो आउँदो चुनावमा चाहिँ चिन्न सक्यौँ र तिनीहरूलाई चाहिँ हामीले यो हाम्रो नेपालको चाहिँ पोलिटिक्सबाट चाहिँ उनीहरूलाई चाहिँ फिल्टर गर्न सक्यौँ भने सायद अलिकति केही देश र नेपालको राजनीतिले चाहिँ अलिकति कोर्स चेन्ज गर्थ्यो कि भन्ने मेरो एउटा बुझाइ हो होइन। किनभने हामीले हिजो यिनीहरूलाई यी जुन भन्छ नि हरेक चुनाव आउँदै ताका चाहिँ मलाई अब एकचोटि मौका दिनुहोस्, म यस्तो गर्छु उस्तो गर्छु, यस्तो बनाउँछु उस्तो बनाउँछु भन्ने आउने जुन नेतृत्व छ, हामीले यिनीहरूलाई एकचोटि मात्र होइन, कयौँ नेता छन् जसलाई पटकौँ पटक जनताले चाहिँ मौका दिएका छन् क्या होइन। तर यति विधि यिनीहरूलाई मौका दिँदा दिँदै पनि आज 35-36 वर्ष पछाडि पनि होइन, हाम्रा ती हिजो अस्ति भर्खर जन्मेका कलिला युवाहरू भ्रष्टाचार र कुशासनको विरुद्ध सडकमा आउनुपर्ने स्थिति छ र गोली खानुपर्ने स्थिति छ आज। एकदम विचार गर्नुहोस् है यो होइन। 46 सालको आन्दोलनमा यिनै नेताहरू अहिले पनि जो पार्टीमा कब्जा जमाएर बसेका छन्, यिनै नेताहरूको पछि लागेर एउटा आफ्नो र आफ्नो सन्ततिको सुनौलो भविष्यको कल्पना गरेर आन्दोलनमा जो होमिएका थिए, आज तिनैका सन्तानहरू यिनै नेताको शासनकालमा यिनैको सत्तामा चाहिँ गोली खाएर मारिएका छन् क्या। जुन अत्यन्त एउटा चाहिँ दुर्भाग्यपूर्ण चाहिँ कुरो छ है। अनि के त्यसो भए हामीले खोजेको परिवर्तन यही हो त हामीले खोजेको? अनि फेरि यिनै नेताहरू जो छन्, अनि यिनीहरू नै फेरि चाहिँ एकचोटि मौका दिनुहोस् भन्दै हाम्रा घर दैलोमा आउँदाखेरि फेरि के यिनीहरूलाई नै जिताएर हामीले पठाउने त होइन। यो कुरो चाहिँ हामी जनताहरूले अलिकति गम्भीर भएर सोच्नुपर्ने स्थिति छ होइन। किनभने हेर्नुहोस्, 35-36 वर्षको समय भनेको धेरै लामो समय हो होइन। अहिले अलिकति सक्षम नेतृत्व पाएका देशहरू अहिले कहाँ फड्को मारिसके होइन। तपाईँहरू हामीहरू पढ्दाखेरि उहिले हामी त्यही अफ्रिकाका के अरे इथियोपिया, रुवान्डा भन्थ्यौँ हामी, संसारै सबभन्दा गरिब राष्ट्र। र अहिले आज हेर्नुहोस् उनीहरूको त्यो एउटा राम्रो नेतृत्व पाउँदाखेरि उनीहरूको विकासको रफ्तार कहाँ छ, उनीहरूको होइन, उनीहरू कहाँ पुगिसके। अनि हाम्रो हालत हेर्नुहोस् आज हामी कहाँ छौँ होइन। अनि हाम्रो चाहिँ के छ भने अहिले पनि यत्रो तपाईँको चाहिँ पछाडि पनि हाम्रो चाहिँ जनता अझै पनि परिवर्तन र विकास खोज्दै अझै पनि रगत बगाइरहेको स्थिति छ। एकदमै गम्भीर कुरा हो र तपाईँ हामी एउटा
मतदाताको हिसाबले यसलाई चाहिँ एकदमै गम्भीर तरिकाले सोच्नुपर्ने स्थिति आएको छ है। अब मैले यसो भनिरहँदाखेरि यहाँ पुरानो पार्टी भएकोले या अब नेताहरू पुराना या बुढा भएकाले नै भोट नदिने भनेको होइन, किनकि तिनै पुराना पार्टी भने राम्रा मान्छेहरू पनि छन्। तर एउटा एउटा कहिले पनि नचेत्ने खालको एउटा प्रवृत्ति चाहिँ, नचेत्ने नसुध्रिने खालको प्रवृत्ति चाहिँ पुराना पार्टीहरूमा के देखियो भने यो पुराना नेताहरूले पार्टी पुरै कब्जा गरेर पुरानै ढराले चलाइराखेका छन् क्या। र उनीहरूले अहिलेको यो बदलिएको भू राजनीति होइन, तपाईँको चाहिँ बदलिएको चाहिँ यो परिस्थिति र यो बदलिँदै गरेको जनताको इच्छा आकाङ्क्षाहरूलाई चाहिँ उनीहरूले खासै मतलब गरेको देखिँदैन होइन। र मतलब गरेको पनि देखिँदैन र उनीहरूले सायद बुझेको पनि देखिएन क्या यो कुरो होइन। र आज यही कारणले गर्दाखेरि हाम्रो देशलाई नै एउटा चाहिँ एउटा दुर्गति होइन एउटा चाहिँ भोगिरहेको छ र अझै पनि युवाहरू सडकमा आएर मरिराख्नुपर्ने स्थिति छ क्या। त्यही भएर भन्नलाई चाहिँ के अरे अब यी पुराना पार्टीहरू हामी लोकतन्त्रको लागि लडेका, हामी लोकतान्त्रिक पार्टीहरू हौँ, जनताको लागि लडेका भन्छन् होइन। तर अहिले जुन शैलीले चाहिँ पुराना नेताहरूले चाहिँ आफ्नो पार्टी कब्जा गरेर चाहिँ एकदमै अलोकतान्त्रिक तरिकाले पार्टी चलाइरहेका छन् नि होइन। अनि यस्ता नेताहरू नेतृत्वमा पुग्यो भने भोलि देश चलाउने, देश हाँक्ने ठाउँमा पुग्दाखेरि राष्ट्रले के अपेक्षा गर्ने योबाट क्या, जनताले के अपेक्षा गर्ने यस्तो नेतृत्वबाट? जो नेतृत्व आफ्नै पार्टीमा चाहिँ एउटा लोकतान्त्रिक आचरण पद्धति होइन, आफ्नो कार्यकर्ताको मनोभावना बुझ्न सक्दैन, सबैलाई मिलाएर लिएर जान सक्दैन भने त्यस्तो खालको नेतृत्वले भोलि यो राष्ट्र चाहिँ हाँक्ने जिम्मा पाउँदाखेरि कसरी त्यो मान्छेले चाहिँ सही तरिकाले यो राष्ट्रलाई चाहिँ हाँक्छ त? यो एकदमै हाम्रो चाहिँ गम्भीर विषय हो होइन। किनकि जसरी यी पुराना नेताहरूले चाहिँ आफ्नो पार्टी चाहिँ जुन एकदमै के भन्नु आफ्नो स्वार्थ अनुरूप चलाइराखेका छन् होइन, र त्यही चरित्र यिनीहरूले चाहिँ भोलि राज्य हाँक्ने बेलामा नै देखाउँदाखेरिको स्थितिमा आज के भएको छ त? राज्यको स्थिति हामी देखेका छौँ नि, सम्पूर्ण राज्य संयन्त्रहरू कुशासन र भ्रष्टाचारले ग्रस्त छन् आज तपाईँको। र त्यही भएर पनि आज मलाई भन्न मन लागिरहेको छ, तपाईँहरूसँग अनुरोध गर्छु, यी मौका पाएर पनि केही गर्न नसक्ने पुराना नेतृत्वलाई चाहिँ हामीले फेरि मौका दिनु हुँदैन है होइन। अब यहाँ छन् अहिले अब कति यिनै नेताका वरिपरि घुम्नेहरू, स्वार्थमा चाहिँ अल्मलिनेहरू भन्छन् होइन, कसरी 35-40 वर्षमा केही भएको छैन, धेरै विकास भएको छ 35-40 वर्ष। हेर कति बाटोघाटो बनिएका छन् होइन, जलविद्युत कति चाहिँ योजनाहरू चाहिँ बनिएका छन् होइन, ठाउँ एयरपोर्टहरू बनिएका छन्, अरू धेरै विकासको योजनाहरू चलिरहेका छन् होइन। अनि कसरी विकासको योजना चाहिँ कसरी विकास भएन भन्छस् भन्ने खालको कुराहरू पनि गर्ने छन् नेताहरू छन् क्या यहाँनिर होइन। तर मैले भन्दै गर्दाखेरि केही भएको छैन मैले भने छैन, म भन्दिनँ पनि त्यो कुरो, किनभने भएको त छ, केही त हुनै पर्यो यत्रो टाइममा होइन। तर मेरो एउटै प्रश्न, जुन कुरा सायद हामीले यो प्रश्नको उत्तर खोज्ने प्रयास गऱ्यौँ भने हामी धेरै कुरा आफै बुझ्छौँ होइन। मेरो एउटै प्रश्न के छ भने जति पनि अहिलेसम्म जुन विकास भएको छ होइन, त्यसले चाहिँ हामी साधारण जनताको जीवन स्तर चाहिँ कति उकास्यो त? यो चाहिँ महत्त्वपूर्ण प्रश्न हो होइन। अनि यो पनि नबिर्सौँ कि यो जुन यिनीहरूले अहिले भनिरहेका छन् यत्रो यो विकास भएको छ, त्यो विकासको मूल्य पनि हामीलाई सायद महँगै परेको छ। 27-28 खरब आज हामी ऋण बोकेर बसेका छौँ क्या होइन। अनि त्यसो भए के त्यो 27-28 खरब त्यो ज्यादै ठुलो रकम हो त्यो होइन? त्यो के सबै
सही ठाउँमा सही तरिकाले सदुपयोग भयो त त्यो है होइन हामी नेपाल जस्तो सस्तो श्रम भएको देश होइन मा त्यत्रो रकम लगानी गर्दाखेरि आज जुन किसिमको परिवर्तन हुनुपर्ने थियो एउटा सामान्य नागरिकले हामी भन्न सक्छौँ त्यो भएको छैन र त्यसको ज्वलन्त उदाहरणहरू हामी आफै पनि देख्न सक्छौँ। तपाईँ नेपालमा प्राय विकासका योजनाहरू समयमा सकिँदैनन् होइन तपाईँका 3 वर्ष 4 वर्षमा सकिने भनेको योजनाहरू 8 वर्ष 10 वर्ष लाग्छ होइन। अनि तपाईँको चाहिँ सुरुमा एस्टिमेट गरेको लागतमा कुनै पनि योजनाहरू प्राय सम्पन्न हुँदैन होइन। 4-5 अरबमा सकिनुपर्ने योजनाहरू 15-16 अरब पुगिरहेको हुन्छ लागत होइन तपाईँको। अनि योजनाहरू बन्छन् तर बनेर त्यो योजनाबाट जनताले पाउनुपर्ने लाभ, त्यो क्षेत्रले पाउनुपर्ने लाभ, समग्र राष्ट्रले पाउनुपर्ने फाइदा चाहिँ तपाईँको नपाइरहेको स्थितिहरू पनि छ होइन। अरबौँ खर्च गरिरहेका छन् तर त्यहाँबाट फाइदा केही पनि छैन। अहिले हामी उदाहरणको लागि त्यो पोखरा विमानस्थल हेरौँ, भैरव विमानस्थल हेरौँ तपाईँको होइन। यस्ता धेरै ठाउँ छन् तपाईँको होइन। त्यो हिसाबले हेर्दाखेरि सर्लक्क भन्न सकिन्छ त्यो तपाईँको त्यो 27-28 खरब रुपियाँ सबै सही ठाउँमा सदुपयोग भएको छैन होइन। त्यही भएर अहिलेसम्म यो नेपालमा किन भने जस्तो विकास भएन, किन नेताहरूले चाहिँ जनताले आशा गरे जस्तो चाहिँ के अरे भनौँ न त्यो जनताको चाहिँ विकासको अपेक्षा पुरा गर्न सकेनन् भन्ने कुरोमा तपाईँको एउटा कुरो के छ भने अघि मैले भने नेता आफ्नो परम्परावादी सोचबाट कहिले बाहिर नआउने होइन। तपाईँको यो परम्परावादी सोच भनेको मैले अघि पनि भने एउटा राष्ट्रिय राजनीतिमा गएको नेता जो प्रधानमन्त्री मन्त्री भन्छ उसले चाहिँ एकदमै सही नियतले म यो ठाउँमा आएको छु, मैले समग्र यो देशको चाहिँ हितको लागि काम गर्नुपर्छ, मैले ल्याएका योजना कार्यक्रमहरूले समग्र देश राष्ट्रको हित गर्नुपर्छ भनेर एउटा राइट र सही नियतले कहिले पनि काम गरेन क्या उसले। यो एकदमै प्रमुख कारण हो तपाईँको। र जति पनि विकास भएको छन् तपाईँको होइन, अधिकांश हेर्नुहुन्छ भने तपाईँका चाहिँ मलाई लाग्छ धेरै चाहिँ तपाईँका भएका चाहिँ भोटका लागि गरिएका विकास भन्छु म चाहिँ। किनकि त्यो नेताले अरू कुरा नबुझे पनि उसले के चाहिँ बुझेको छ भने 5 वर्ष पछाडि म फेरि त्यही क्षेत्रमा फर्केर जानुपर्छ, जनताको दैलो दैलो मैले भोट माग्न जानुपर्छ भनेपछि मैले त्यो क्षेत्रलाई केही नगरिकन गएँ भने त मलाई जनताले त भोट दिँदैन होइन। त्यही भएर मैले त्यहाँ लगेर म सत्तामा हुँदाखेरि मैले चाहिँ सक्यो धेरैभन्दा धेरै बजेट त्यहाँ चाहिँ खन्याउने हो, त्यहाँ बाटोघाटो बनाउने हो, नाली बनाइदिने हो, अरू के चाहिन्छ बनाइदिने हो, जुन कुरा जनताले देखुन् र मैले अर्कोचोटि चुनावमा भोट माग्दा भन्न सकौँ कि अब मैले यस्तो यस्तो गरिरहेको छु भनेर होइन। तर समस्या कहाँनिर छ भने यस्ता खालका विकास जुन यो भोटवाला विकास छ नि होइन, भोट ल्याउने खालका विकास, यस्ता विकास होला केही हदसम्म। अब त्यहाँका जनतालाई त्यसले चाहिँ एउटा अलिकति राहत त देला होइन। अब तपाईँको ठाउँमा बाटो राम्रो चिल्लो बाटो बन्यो भने तपाईँका गाडी राम्रो सजिलै कुद्ला, धुवा धुलो कम होला, त्यो आफ्नो ठाउँमा छ होइन तपाईँको त्यो। तर अगेन फेरि मैले भनेछु देशले लगानी गरिसके पछाडि कुनै पनि विकासका कार्यक्रमहरूमा योजनामा चाहिँ पैसा लगानी गरेपछि तपाईँले त्यसले जनतालाई प्रत्यक्ष रूपमा प्रभाव पार्नुपर्छ। जनता त्यो क्षेत्रको परिवर्तन ल्याउनुपर्छ, जनताको जीवनस्तर उकास्नुपर्छ। र तपाईँ हामी एज अ मतदाताले सोध्ने कुरा के हो भने यसले हाम्रो क्षेत्रको के परिवर्तन ल्यायो, कस्तो प्रभाव पारेर हाम्रो चाहिँ जीवनस्तरमा कसरी चाहिँ यसले चाहिँ एउटा उकास्नलाई चाहिँ सहयोग गर्यो त, यो हामीले बुझ्नुपर्ने कुरा हो होइन। अनि तपाईँको के चाहिँ हुन्छ भने कति यही क्वेसनमा पनि अब हाम्रो अहिले कति यो राजनीतिक पार्टीका नेताहरू नै सुन्छन् है, परिवर्तन किन भएको छैन, जनताको भएको छ होइन।
हिजो खाली खुट्टा हिँड्ने जनता सबै चप्पल लाएर हिँडेका छन्, हातमा त मोबाइल छ, मोटरसाइकल गाडी चढ्ने कति छन् कति होइन, घर बनाएका छन्, यता छ उता छ। वेल सही पनि हो, म त्यसलाई गलत भन्दिनँ, तर तर होइन त्यो भएको छ। तर कृपया हामी भ्रममा नपरौँ कि त्यो भएको भनेको राज्यले विकासमा लगानी गरेर अनि जनताको जीवनस्तर उकासिएको होइन। त्यो भनेको विशुद्ध के हो भने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशमा गएर दुःख गरेर मेहनत गरेर कमाएर पठाएको रेमिट्यान्सले आज नेपालीको जीवनस्तरमा त्यो खालको प्रभाव पारेको हो। त्यसमा त तपाईँ हाम्रो दुई मत हुनु हुँदैन त्यो होइन। यो कुनै राज्यले चाहिँ तपाईँका चाहिँ एकदम लगानी गरेर नेपालमा रोजगारी बढेर नेपालीको नेपालमै आय बढेर तपाईँको चाहिँ नेपालीको जीवनस्तर उकासिएको होइन। सबै उकासिएको भनेको विदेशबाट आएको रेमिट्यान्सले हो। इभन अहिले हेर्नुहुन्छ भने देशै रेमिट्यान्सले धान्या छ होइन। अनि भोलि यो रेमिट्यान्स बन्द भयो भने होइन, बन्द भयो भने के हुन्छ हाम्रो जीवनस्तर, के हुन्छ राज्यको हालत होइन। यो एकदमै गम्भीर कुरा हो होइन। र यस्ता खालका भ्रमको पछाडि नलागेर हामी अलिकति यथार्थ रूपमा जो मान्छेले यो कुरो बुझेको छ र यसका लागि उसले चाहिँ केही गर्न सक्छ त्यस्तो व्यक्तिहरूलाई चाहिँ हामीले जिताउन जरुरी छ क्या हो। किनकि हामी त हिजोदेखि नै तपाईँका चाहिँ पुराना नेताहरूको आश्वासन बिकेका छौँ नि होइन। चुनाव आयो अब आउँछन् भन्छन्, अब घोषणापत्रमा लेख्छन् तपाईँका अब हामीले जित्यौँ भने हामी 5 लाख रोजगारी सिर्जना गर्छौँ भन्छन् होइन। अनि त्यही मान्छे जितेर जान्छ, कहिलेकाहीँ संयोगवश कहिलेकाहीँ श्रम मन्त्री नि बन्छ। अनि मन्त्री बनेपछि उसको के हुन्छ काम भनेको त्यो उसले मैले स्वदेशमा 5 लाख रोजगारी सिर्जना गर्छु त्यो सक्यो। त्यो चुनावी उसको चुनावी त्यो एउटा थियो। अनि ऊ चाहिँ अब विदेशमा देशहरू खोज्दा हिँड्छ कहाँ चाहिँ हामीले श्रम सम्झौता गर्न सकिन्छ अनि त्यस पछाडि हामीले नेपालीहरूलाई चाहिँ निर्यात गर्न सकिन्छ ताकि त्यो रेमिटेन्स आइराखोस् र उनीहरूको नि आफ्नो अभिष्ट चाहिँ पुरा भइराखोस् क्या, देश पनि चलिराखोस्, उनीहरूले सबै कुरा चलिराखोस् भन्ने छ। यस्ता खालका गलत नियतले काम गर्ने राजनीतिज्ञहरूलाई पार्टीका नेताहरूलाई हामीले पाइ भन्नै पर्छ र यिनीहरूलाई चाहिँ फेरि त्यो एक मौका भन्ने चाहिँ त्यहाँ क्वेसनै हुँदैन त्यहाँनिर होइन। दोस्रो कुरो यो अहिले अर्को एकदमै हामीले नेपालीहरूले देखेको भोगेको होइन र एकदमै गम्भीर कुरो के छ भने यो पुराना नेताहरूले यो राज्यका संयन्त्रहरूमा चरम राजनीतिकरण गर्दाखेरि आज लगभग यी संयन्त्रहरू राम्रोसँग कामै गर्न नसक्ने स्थितिमा पुगेका छन्। जहीँतहीँ राजनीतिक हस्तक्षेप छ। तपाईँको शिक्षा क्षेत्र हेर्नुहोस्, स्वास्थ्य क्षेत्र हेर्नुहोस्, पुलिस हेर्नुहोस्, तपाईँको निजामती कर्मचारी क्षेत्र हेर्नुहोस्, तपाईँको जहाँ हेर्नुहोस् त्यहाँ राजनीतिक हस्तक्षेप छ तपाईँको होइन। चरम 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 राजनीतिकरणले गर्दाखेरि आज भएका संयन्त्रहरू पनि काम गर्न नसक्ने स्थितिमा पुगेको अवस्था छ है। अनि कुनै एउटा पार्टीको नेताले भन्यो किर्तिपुरको डाँडामा बसेर महिनाको 4 लाख रुपियाँ कमाउन सकिन्छ के ल्यापटप चलाएर समथिङ के भनेको थियो होइन। म गलत भन्ने, मैले गलत भन्ने होइन त्यसलाई, तर त्यही नेतालाई किन हेक्का नभएको क्या कि विश्वविद्यालय होइन एउटा शिक्षाको एउटा महत्त्वपूर्ण धरोहर विश्वविद्यालयमा चाहिँ त्यो चाहिँ राजनीति गर्ने ठाउँ होइन भन्ने कुरो किन हेक्का नभएको त्यो मान्छेलाई होइन, त्यो नेतालाई होइन। अनि त्यो विश्वविद्यालय भनेका स्कुल कलेज भनेका तोडफोड गर्ने ठाउँ होइनन् होइन, कक्षाहरू भनेका तालाबन्दी गर्ने ठाउँ होइनन्, प्राध्यापकहरू भनेका पिटिने र पिट्ने कालोमुसो दलिने व्यक्ति होइनन्। त्यो कुरा किन हेक्का नभएको होइन। त्यस्तै म स्वास्थ्यमा आधारभूत एकदम स्वास्थ्य भनेको चाहिँ जनताको आधारभूत आवश्यकता हो भनेर सबै नेताले भाषणमा भन्छन्, सबैलाई थाहा छ नेताहरूलाई होइन। अनि
तपाईँका चाहिँ कुनै एउटा नेता थिए होइन, जसले चाहिँ उहाँ आफूले गरेका कामहरूको फेरि यस्तो सुन्दाखेरि मैले एकै दिनमा कतिवटा स्थानीय निकायमा चाहिँ अस्पतालको उद्घाटन गरेँ भनेर पुरै छाती फुलाएर भन्छन्। अनि तिनै नेता हेऱ्यो उपचार गर्न चाहिँ उहाँ के अरे सिङ्गापुर थाइल्यान्डतिर कुदिरहेको हुन्छ। तपाईँ कतिसम्म चाहिँ त्यो हामीलाई जनतालाई मूर्ख या सम्झ्या या कतिसम्म भ्रम छ या होइन। यत्रो 30-35 वर्ष राजनीति भइसक्यो, यो प्रजातन्त्र आएकै होइन, राजनीति गरेको कति 50 वर्ष भइसक्यो अरे होइन। अनि त्यो बिचमा चाहिँ विभिन्न चाहिँ पदमा कतिचोटि मन्त्री कतिचोटि प्रधानमन्त्री भइसकेको व्यक्ति अहिलेसम्म नेपालमै बसेर उपचार गर्न नसक्ने होइन, एउटा चाहिँ त्यो हस्पिटल बनाउन नसक्ने अथवा एउटा स्वास्थ्य प्रणाली बनाउन नसक्ने मान्छेले यहाँ स्वास्थ्यको बारेमा चाहिँ मैले यो गरेँ त्यो गरेँ भन्छ। अनि हामी यहाँ एउटा सामान्य जनता छौँ, हामीले होइन सुन्नुपर्छ फलाना ठाउँमा चाहिँ कहाँ कुन ठाउँमा चाहिँ अस्पताल ल्याउँदै ल्याउँदै बाटोमा फलानाको मृत्यु भयो भनेर खबरहरू पढ्नुपर्छ, सुन्नुपर्छ। मैले त्यही भन्छु क्या। त्यही भएर यो चाहिँ तपाईँको यस्ता खालका ट्राइड एन्ड टेस्टेड नेतृत्वलाई फेरि मौका दिनै हुँदैन त होइन। सरकारी सेवाको कुरै गरौँ, एकदम काली लाग्दछ। मालपोत जानुहोस्, तपाईँको प्रशासन जानुहोस्, पासपोर्ट बनाउन जानुहोस्, नागरिकता बनाउन जानुहोस् होइन, विभिन्न ठाउँमा जानुहोस्, तपाईँ एउटा सेवाग्राहीले पाउने दुःख हन्डर एउटा त्यो हामीले पाउने भनेको एकदमै त्यो धेरै छ। त्यहाँनिर हेर्नुहोस्, घन्टौँ लाइन बस्नु छ, ठेलाम ठेल तपाईँको एक दिनमा हुँदैन काम गर्नु, 2 दिन 3 दिन तपाईँको काम होइन। पैसा तिरेर काम गराउँदा पनि त्यस्तो छ हालत क्या तपाईँको। अनि कति ठाउँमा त खुल्ला घुस माग्ने तपाईँको होइन। अनि त्यही ठाउँमा अर्को ठाउँमा हेर्नुहोस्, पार्टीका नेताहरू घर घरमा पासपोर्ट पुग्छ होइन। एयरपोर्टमा सर्वसाधारण जनता लाइन लागेर उहाँ चाहिँ घन्टौँ क्यु बसेर चाहिँ प्लेन चढ्न पुग्छन्, उनीहरू भिभिआइपी बग्छन्। हामीले खोजेको त यो होइन नि त, हामीले खोजेको यस्तो खालको नेतृत्व होइन। त्यही भएर पनि भन्छ क्या, यस्ता खालका ठाउँमा पुगेर पनि पटक पटक मौका पाएर पनि नसुध्रिने केही नगर्ने यस्ता खालका नेतृत्वलाई फेरि मौका दिनु हुँदैन है भन्ने मेरो चाहिँ तपाईँहरूलाई अनुरोध छ। भ्रष्टाचारको कुरा गरौँ होइन। सबै नेताहरू भन्छन् म भ्रष्टाचार गर्दिनँ पनि गर्न पनि दिन्न, सबै चिच्चाइ भाषण गर्छन् यो होइन। तर जब तिनै नेता सत्तामा पुग्छन्, मन्त्री हुन्छन्, प्रधानमन्त्री हुन्छन्, अनि त्यस पछाडि के हुन्छ, तै चुप मै चुप होइन। अनि जनताले चाहिँ यहाँनिर अनियमितता भयो है, यहाँनिर भ्रष्टाचार भयो, यहाँनिर गलत भयो भनेर प्रश्न उठायो भने किन छानबिन गरिँदैन त्यहाँनिर तुरुन्तै होइन। किन त्यसको उत्तर चाहिँ जनतालाई चाहिँ तुरुन्तै दिइँदैन तपाईँ गरियो भने त्यो छानबिन आयोगलाई चाहिँ किन एउटा त्यो देखावटी माध्यम मात्रै बनाइन्छ। त्यहाँ चाहिँ एउटा जनताको यसो मुख टाल्ने, त्यसको रिपोर्ट के आउँछ, त्यसले के भन्छ, कारवाही कसलाई हुन्छ, हामी कसैलाई के थाहा छैन होइन। बरु उल्टै त्यसलाई चाहिँ ढाकछोप गर्ने होइन, रातारात चाहिँ गठबन्धन गर्ने, लेनदेन गर्ने होइन। किन त्यस्ता खालको काम हुन्छ। अनि भनेपछि कुरो त छर्लङ्ग छ, तपाईँ हामी बुझिहाल्छौँ यो कुरो होइन। सबै नै त्यो गलत भएपछि त्यस्ता काममा लगाएपछि कसले कसको छानबिन गर्ने, बरु मिलेर खाउँ सल्टाउँ होइन। त्यही भएर पनि यी कुराहरूलाई हुँदै हुँदैन त। अन्त्यमा मैले अब तपाईँहरू सबैलाई गर्ने अनुरोध भनेको के हो भने, एउटा अलिकति चाहिँ महत्त्वपूर्ण विषय छ। अब हामी एउटा नेपालीले है, म झापाको, म मोरङको, म डडेलधुराको, म रौतहटिया, यो होइन कि हामी नेपाली हो। र अब हामीले एउटा सोच चाहिँ अलिकति ठुलो बनाउनु पऱ्यो कि मेरो क्षेत्रबाट जितेको मान्छेले यहाँ के गर्यो भन्ने मात्रै चाहिँ अब हामी सोच्न छोड्नु है यो कुरो होइन। किनभने हाम्रो यही सोचले गर्दाखेरि हिजो के भएको छ भने तपाईँको पटक पटक त्यो मान्छे राष्ट्रिय राजनीतिमा असफल भए पनि त्यहाँ चाहिँ आएर के गरेछ तपाईँ हाम्रै भोटले चाहिँ फेरि जित्दै फेरि माथि गएर तपाईँको चाहिँ यो देश र हाम्रो सम्पूर्ण यो देशको यो सिस्टमलाई नै ध्वस्त पार्ने काम गरिरहेको छ क्या त्यही मान्छेले तपाईँको। किनकि हामी के मात्र सोचिरहेको छौँ भने यो मान्छेले मेरो ठाउँमा के गर्यो भन्दाखेरि, मैले अघि पनि भने तपाईँलाई सुरुमा है,
भोटको लागि चाहिँ तपाईँको विकास गरिन्छ क्या। तपाईँको ऊ चाहिँ भोलि सत्तामा पुग्दा शक्तिमा पुग्दा उसले के गर्छ, तपाईँहरूको हाम्रा ठाउँमा चाहिँ विकासका योजना ल्याउँछ, पैसा खनाउँछ, बाटो बनाउँछ, नाली बनाउँछ, होइन, के अरू के ठाउँमा के गरिदिन्छ, अनि हामी खुसी हुन्छौँ हामी। किनकि त्यो हाम्रो सोच भने कि यसले हाम्रो ठाउँमा के दियो। अनि यो गलत होइन, यो मैले सोच गलत भन्न खोजेन, तर त्यो यो एकदमै सङ्कुचित हाम्रो सोचले क्या, हाम्रो आफ्नो मात्र क्षेत्र हेर्ने सोचले गर्दाखेरि आज के भयो भने चाहिँ हामी चाहिँ पटक पटक दुःख पाइरहेछौँ क्या। किनकि यो हामी नभुलौँ है यो कुरो। मैले किन भनिरहेको छु भने तपाईँ र हामीले भोट दिएर जिताएको व्यक्ति भनेको एउटा तपाईँ हाम्रो क्षेत्रको सांसद मात्रै होइन, भोलि त्यो मान्छे भनेको देशकै प्रधानमन्त्री मन्त्री पनि हुनसक्छ, होइन। र देशको मन्त्री प्रधानमन्त्री भइसकेपछि अभियसली यो हाम्रो ठाउँको लागि गर्वको कुरो हो। तर तपाईँ हामीले पनि एउटा सोध्नुपर्ने हुन्छ कि तिमीले यो ठाउँबाट हामीले जिताएर पठाऊ, होइन, तिमीले देशको तिमी राष्ट्रकै तिमी प्रधानमन्त्री मन्त्री भइसकेपछि तिमीले त्यो पदमा पुगेर राष्ट्रलाई जनताको लागि के योगदान गर्यौ त भन्ने पनि प्रश्न हामीले गर्नुपर्छ क्या। एकदमै एकदमै इम्पोर्टेन्ट कुरा छ है यो, तपाईँहरूले नभुल्नुहोस् यो है। किनभने हामीले एउटा कुरा बुझ्न जरुरी छ कि तपाईँ हाम्रो क्षेत्र मात्र समृद्ध भएर नेपाल समृद्ध हुँदैन। हेर्नुहोस्, नेपाल समृद्ध हुन पूर्वको झापादेखि लिएर पश्चिमको डडेलधुरा, माथि डोल्पा, होइन, डोल्पा, कालीगढ, हुमु, के अरे मुगु, हुम्ला, सबै क्षेत्रमा विकास हुनुपर्छ तपाईँको, अनि मात्र नेपाल समृद्ध हुन्छ, होइन। यदि हामीले यो कुरामा चुक्यौँ भने फेरि हाम्रो नियति के हुन्छ त, त्यो पुरानै हुन्छ क्या, होइन। होला हाम्रो अगाडिको बाटो, घर अगाडिको बाटो चिल्लो होला, तर त्यही चिल्लो बाटोमा बसेर हामी आफ्नै छोराछोरी फेरि विदेशीको हेर्नुपर्ने स्थिति आउन सक्ला। त्यही ठाउँमा चाहिँ तपाईँको चाहिँ मान्छेहरू बेरोजगार भएर तपाईँका चाहिँ आत्महत्या गरेका घटनाहरू हामीले देख्नुपर्ने स्थिति आउला, या चाहिँ व्यापारहरू ग्राहक नपाएर तपाईँका चाहिँ बन्द भएको स्थिति देख्नु पर्ला, होइन। मैले अघि नै भने नि, यो भनेको राष्ट्रिय समस्या हो र तपाईँ हामीले जिताएको व्यक्ति कुनै भोलि राष्ट्रिय एउटा चाहिँ नेतृत्वमा पुग्न सक्छ भन्ने हिसाबले हामीले चाहिँ सोच्नुपर्छ र त्यो हिसाबले हामीले त्यस्ता व्यक्तिलाई पनि चुनौँ, न कि त्यो व्यक्ति चुनिएर मलाई या त मेरो क्षेत्रलाई के गर्छ त्यति मात्रैमा हामी चाहिँ सीमित हुनु हुँदैन है भन्ने मेरो एउटा सबैलाई एउटा अनुरोध है। र त्यही भन्दै गर्दाखेरि तपाईँको अब अहिले नयाँ वैकल्पिक भन्नेहरू पनि निस्किया छन्, होइन। अब पुरानाले त हामीले धेरै मौका दिइसक्यो, उनीहरू त ट्राइड एन्ड टेस्टेड हो, टेस्टमा उनीहरू फेल भइसक्यो, धेरै फेल, अधिकांश फेल भइसकेका छन् तपाईँको, होइन। उनीहरूलाई हामीले पटक जिताएर पनि पठायो, उनीहरूको काम पनि हेरिसक्यौँ, होइन, र उनीहरू असफल भइसकेका छन् उनीहरू। अब नयाँ हामी केही गर्छौँ, होइन, हामीसँग उनीहरूभन्दा केही फरक तरिकाले गर्छौँ हामी, है। हामी राष्ट्रको चाहिँ राष्ट्रमा भएका चाहिँ यावत समस्याहरूलाई हामी फरक तरिकाले ट्याकल गर्छौँ, समाधान गर्छौँ भनेर आइराखेका छन् नयाँहरू, होइन। र एकचोटि यी पुराना असफल भइसकेकाहरूलाई साइड लगाएर नयाँ केही गर्छौँ भन्ने हुटफुटी बोकेर आउनेलाई किन एकचोटि मौका नदिने त हामीले? हेरौँ न त उनीहरूले नि कस्ता गर्दा रहेछन्, होइन। यसको मतलब यो होइन नयाँ आउने सबै राम्रा हुन्छन्, सबै सक्षम छन् भन्ने होइन, तर के छ भने उनीहरूले पुराना कमजोरीहरू कति कुराहरूलाई चाहिँ उनीहरूले सकेसम्म त्यो कमजोरीहरूबाट उनीहरू पर रहँदै आफूलाई चाहिँ एउटा सम्भावना बोकेको चाहिँ व्यक्ति या पार्टीको रूपमा उनीहरूले आफूलाई प्रस्तुत गरिरहेको अवस्थामा एक मौका किन नदिने हामीले, होइन। कतै बा त्यही मौकाले हाम्रो देशको एउटा चाहिँ राजनीतिक कोर्स र विकासको कोर्स नै बा चेन्ज पो हुन्छ कि परिवर्तन पो हुन्छ कि, होइन। त्यही भएर यो कुरामा चाहिँ हामी एउटा मतदाताले चाहिँ अलिकति गम्भीर भएर सोचौँ र त्यही अनुसार आफ्नो मतको अधिकार प्रयोग गरौँ। धन्यवाद।